नमस्कार। आज धेरै दिनपछि हजुरहरू समक्ष एउटा गजल लिएर उपस्थित भएको छु र मेरो गजल के कस्तो हुन्छ सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है त। र मेरो गजल यस प्रकार छ। म त सधैँ साना साना खुसीमा नै रमाएँ। म त सधैँ साना साना खुसीमा नै रमाएँ। त्यसैले गर्दा अभावमा पनि शान्ति कमाएँ। त्यसैले गर्दा अभावमा पनि शान्ति कमाएँ। मैले सम्बन्ध गाँच्न कुनै योग्यता तय गरिनँ। मैले सम्बन्ध गाँच्न कुनै योग्यता तय गरिनँ। जीवनमा भेटिए जति सबैमा हक जमाएँ। जीवनमा भेटिए जति सबैमा हक जमाएँ। म त सधैँ साना सानामा खुसीमा नै रमाएँ। त्यसैले गर्दा अभावमा पनि शान्ति कमाएँ। बुझ्नेले बुझिहाले, नबुझ्नेले बुझेनन् मलाई। बुझ्नेले बुझिहाले, नबुझ्नेले बुझेनन् मलाई। तर मैले माथि उठाउनलाई नै हात समाएँ। तर मैले सबैलाई माथि उठाउनलाई नै हात समाएँ। म त सधैँ साना साना खुसीमा नै रमाएँ। त्यसैले गर्दा अभावमा पनि शान्ति कमाएँ। सकेसम्म अरूका पीडाहरू आफूले लिएर, सकेसम्म अरूका पीडाहरू आफूले लिएर, मेरो तर्फबाट भने आशा र खुसी मात्र थमाएँ। मेरो तर्फबाट भने आशा र खुसी मात्र थमाएँ। म त सधैँ साना साना खुसीमा नै रमाएँ। त्यसैले गर्दा अभावमा पनि शान्ति कमाएँ। अरूको जस्तै माइलाको पनि जीवन छोटै हो। अरूको जस्तै यो माइलाको जीवन पनि छोटै हो। तर लाग्छ खुसी बाँड्दा यसलाई थोरै लम्ब्याएँ। तर लाग्छ खुसी बाँड्दा यसलाई थोरै लम्ब्याएँ। म त सधैँ साना साना खुसीमा नै रमाएँ। त्यसैले गर्दा अभावमा पनि सधैँ शान्ति कमाएँ। सधैँ शान्ति कमाएँ।